आखिर के हो त अफर्मेसन? अफर्मेसनले कसरी काम गर्छ? अफर्मेसनले हाम्रो जीवनमा चमत्कार कसरी गर्छ? अफर्मेसनलाई लिएर अहिलेसम्ममा धेरै रिसर्च भइसकेको छ। तपाईँ चाहनुहुन्छ भने गुगल पनि गर्न सक्नुहुन्छ। युट्युबमै पनि अलरेडी कति धेरै भिडियोहरू छन् अफर्मेसनको बारेमा, तर धेरैजसो भिडियोहरू इङ्ग्लिस र हिन्दी भाषामा छन्। भने यहाँ म तपाईँलाई साधारण नेपाली भाषामा हाम्रो जीवनमा दैनिक बोलिने शब्दहरू प्रयोग गरेर अफर्मेसन के हो, यसले कसरी काम गर्छ, हामीले कसरी जीवनमा चमत्कार गर्ने खालका अफर्मेसनहरू तयार गर्ने र प्रयोग गर्ने भन्ने कुरा सिकाउँदछु। जे हामी बारम्बार आफैसँग बोल्ने गर्छौँ त्यसलाई अफर्मेसन भनिन्छ। अफर्मेसन यस्तो पावरफुल टुल हो आफूले आफैमा बदलाव ल्याउनको लागि। हाम्रो दिमागलाई, मनलाई कन्ट्रोल गर्नको लागि अफर्मेसन भन्दा प्रभावकारी र राम्रो अरू केही छैन। अब जानौँ अफर्मेसनले कसरी काम गर्छ त भन्ने कुरा। तपाईँ मान्नुहोस् या नमान्नुहोस्, हामी जे कुरा पटक पटक आफैसँग बोल्ने या सोच्ने गर्छौँ त्यही हामी बन्छौँ। तपाईँ आज जुन स्टेटमा हुनुहुन्छ, दुःखी हुनुहुन्छ या खुसी हुनुहुन्छ, सुखी हुनुहुन्छ या पीडामा हुनुहुन्छ, सफल हुनुहुन्छ या असफल हुनुहुन्छ, ती सबै फल चाहिँ तपाईँले जान अनजानमा आफूलाई दिएका अफर्मेसनका परिणामहरू हुन्। किनभने हामी बारम्बार जे कुरा आफैसँग बोल्छौँ अथवा सोच्छौँ त्यो कुरा हाम्रो अवचेतन मनले स्वीकार गर्छ। जुन कुरा तपाईँको अवचेतन मनले स्वीकार गर्छ त्यसलाई तपाईँलाई दिलाउनका लागि उसले हर प्रयास गर्छ। फलस्वरूप तपाईँले आफूलाई जस्तो अफर्मेसन दिनुभएको छ त्यही अवस्था र परिस्थितिमा तपाईँको माइन्डले तपाईँलाई पुर्याउने गर्छ। तर तपाईँले चाहनुभयो भने अफर्मेसनकै प्रयोग गरेर तपाईँले आफ्नो जीवनमा चाहेका हरेक कुराहरू हासिल गर्न सक्नुहुन्छ। तपाईँको माइन्डलाई बारम्बार सन्देश दिएर, किनभने तपाईँको अवचेतन मनको शक्ति अपार छ। अब जुन अफर्मेसन म सुनाउन गइरहेको छु त्यो तपाईँले हरेक बिहान 21 दिनसम्म सुन्नुभयो भने तपाईँको जीवन पुरा तरिकाले परिवर्तन हुनेछ। तपाईँ धेरै खुसी हुनुहुनेछ। तपाईँको माइन्डसेट नै पुरा बदलिएको पाउनुहुनेछ। तपाईँको व्यवहार र तपाईँको एटिट्युडमा एउटा भिन्दै चेन्ज आउनेछ। तपाईँभित्रको एन्जाइटी, डिप्रेसन, ओभर थिङ्किङ यावत कुराहरू निर्मूल नै हुनेछ। अब तपाईँ आजको मिति नोट गर्नुहोस् अनि 21 दिनपछिको मिति याद गर्नुहोस् र डिफ्रेन्स निहाल्नुहोस् कि यी 21 दिनमा के चेन्जेस पाउनुभयो। हरेक बिहान जब म केही राम्रो सुन्छु, राम्रो कुरा देख्छु, राम्रो नै सोच्छु र मेरो पुरै दिन राम्रो हुने सम्भावना एकदमै हुन्छ भने जब एक गरेर मेरा हरेक दिन एकदमै ठिक बित्न थाल्छ तब मेरो जीवन नै एकदमै राम्रो हुन्छ। म मेरो मनैदेखि आजको यो दिनलाई स्वागत गर्दछु। आजको यो दिन मेरो आउनेवाला जीवनको पहिलो दिन हो र मलाई पुरा विश्वास छ मेरो जीवनको सबैभन्दा राम्रा दिनहरू मध्येको एउटा दिन हुनेवाला छ आज। आज म धेरै खुसी छु किनभने मलाई पुरा विश्वास छ आज यस्तो केही न केही हुनेवाला छ जुन कुरा आजभन्दा पहिला कहिल्यै भएको थिएन। आज म केही नयाँ सिक्नेछु, केही नयाँ देख्नेछु, केही नयाँ सुन्नेछु, केही नयाँ सोच्नेछु अनि केही नयाँ बन्नेछु। आज म एकदमै खुसी महसुस गरिरहेको छु। विगतमा जान अनजानमा मबाट जे जति गल्ती भयो या मसँग कसैले गलत गरेका भए पनि त्यसको लागि म आफूलाई अनि अर्कालाई पनि पुरै तरिकाले माफ गर्दछु। मेरो ध्यान बितेको समयमा होइन तर आउनेवाला पलमा छ। आज म जे गर्नु छ त्यसको बारेमा एकदमै राम्रोसित सोचिरहेको छु र मेरा हरेक लक्ष्यलाई पाउनको लागि
म पुरै तरिकाले तयार छु। मेरो मन एकदमै शान्त छ र मेरो ध्यान पुरै तरिकाले आफ्नो लक्ष्यप्रति केन्द्रित छ। मेरो सोच एकदमै सकारात्मक छ। म यो मान्दछु कि मसँग जे हुन्छ त्यो राम्रोकै लागि हुन्छ। मेरो जीवनमा जे जति मुस्किलहरू आइपर्छन् त्यसलाई म मुस्किल मान्दिनँ, तर त्यसलाई एउटा अवसर ठान्दछु। आफैलाई अगाडि बढाउने अवसर, आफैलाई जान्ने बुझ्ने अवसर र आफैलाई भित्रबाट अझै शक्तिशाली बनाउने अवसर। मलाई आफ्नो जीवनप्रति एकदमै प्रेम छ। म आफूलाई धेरै माया गर्छु र रेस्पेक्ट गर्छु। मेरो शरीर भित्रैदेखि एकदमै स्वस्थ छ। मेरो बुद्धि जुनसुकै परिस्थितिमा सही निर्णय लिन सक्षम छ। मेरो मन आनन्दले भरिएको छ। म सधैँ खुसी हुने गर्छु। म सधैँ मस्त रहन्छु, हाँसी खुसी रहन्छु। यो मेरो जीवन मेरो लागि एक खेल जस्तै हो र म यस खेलको एक पक्का खेलाडी हुँ। मलाई हार र जितसँग कुनै फरक पर्दैन। मेरो एउटा मात्र लक्ष्य छ कि जीवनको यो खेलमा म आफूलाई यति काबिल बनाउँदछु कि दुनियाँका जतिसुकै खुसीहरू छन् ती सबै मैतिर आकर्षित भएर आउँछन्। आज जे जति कुरा मसँग छ, जे जति मानिसहरू मेरो साथमा छन्, मेरो नजिक छन्, ती सबैका लागि म मेरो भित्री मनैदेखि धन्यवादी छु र आभार व्यक्त गर्दछु। मसँग सबै कुरा प्रशस्त छ। मलाई आफ्नो क्षमताप्रति पुरै विश्वास छ। पुरै ब्रह्माण्डको सारा शक्ति मसँग छ। म भित्र ऊर्जाको भरपुर भण्डार छ। अब चाहे जेसुकै होस्, मलाई अगाडि बढ्नको लागि दुनियाँको कुनै तागतले रोक्न सक्दैन। मेरो लागि सबै कुरा सम्भव छ। जे म सोच्न सक्छु ती सबै म गर्न सक्छु।